कथा मेरो आमाको बारेमा हो जुन म व्यक्त गर्दैछु। एन्ड लभ यु मम। उमेर मेरो 20, अब मेरो बिहे भयो। सपनाको घाँटी रेटी जिम्मेवारी थपिरह्यो। हुँदै थिए 22, छोरालाई जन्म दिए 16 महिना हुँदै थियो। तिमीलाई साडी विदेश हिँडे कर्मने यस्तो सन्तानलाई त्याग्नु पर्ने। अन्जान देश अन्जान ठाउँ जानु पर्ने। मनमा सोच तिम्रो भविष्य बनाऊ भनी सबै कुरा त्यागी आज म विदेश हिँडे। आमाको माया दिन मैले सकिन, फर्कन मन लाग्छ तर सक्दिन। बाध्य भए छोरा तिमीलाई साडी आज म यता विदेशी न काम नगरी पुग्दैन खान। मन थिएन बाबु तिमीलाई छाडेर जान। बाध्य भए म छाडेर जान। फर्कन्छु कुनै दिन पर्खी बसन। दुःख व्यथा सबै मेरो मनमा छ। तिम्रो यादहरूले मेरो आँखा रसाउँछ। विदेशी न मन त मलाई पनि कहाँ थियो। बाध्यता र जिम्मेवारीले विदेश थकालिदियो। आउँछु म बाबु फर्कन्छु एक दिन। बसौला सँगै रमाउला हरेक दिन। आउँछु म बाबु फर्कन्छु एक दिन। बसौला सँगै रमाउला हरेक दिन। आमाको माया दिन मैले सकिन, फर्कन मन लाग्छ तर सक्दिन। बाध्य भए छोरा तिमीलाई साडी आज म यता विदेशी न आँखामा सपना तिम्रो काँधभरि जिम्मेवारी। परिवार सबैलाई साडी पुगसाथ सम्र पारी। हारेको छैन म अझै पनि लड्दैछु। आफूले सकेसम्म काम अनि दुःख गर्दैछु। उमेर मेरो 20, अब मेरो बिहे भयो। सपनाको घाँटी रेटी जिम्मेवारी थपिरह्यो। हुँदै थिए 22, छोरालाई जन्म दिए 16 महिना हुँदै थियो। तिमीलाई साडी विदेश हिँडे आमाको माया दिन मैले सकिन, फर्कन मन लाग्छ तर सक्दिन। बाध्य भए छोरा तिमीलाई साडी आज म यता विदेशी न।